बल्ल चन्द्रेले मुनाको वास्तविक कुरा थाहा पाए। चन्द्रेले मुनाको वास्तविक कुरा थाहा पाउने बित्तिकै अब चन्द्रेले मुनालाई फोन गर्नेछन्, तर मुनाको फोन भने उठ्ने छैन। मुनाको फोन नउठ्दा चन्द्रे छटपटिनेछन्, किनकि मुनालाई आरती किस्ने र सन्देशले एउटा ठुलो भुमरीमा पार्न गइरहेका छन्। यस्तो अवस्थामा चन्द्रेले मुनालाई कसरी बचाउलान् र अब आउने सकस सिरियल भागमा के हुन्छ भन्ने बारेमा यस भिडियोमा हामी पुरा जानकारी दिन लागिरहेका छौँ। भिडियोलाई भने अन्त्यसम्म हेर्नुहोला। चन्द्रेले मुनालाई यो सोचेका थिए कि मुनाले मबाट बच्चा नभएको कारणले मुना अन्त अरू केटासँग बिहे गर्न खोजेकी हो, त्यस कारणले मलाई माया गर्न छोडेकी हो भन्ने सोच चन्द्रेमा आएर चन्द्रे मुनाबाट अलग भएर विदेश जान खोजिरहेका थिए। त्यसै अवस्थामा चन्द्रे मुनादेखि टाढा गएका पनि छन्। तर अहिले आएर चन्द्रेले थाहा पाए कि मुनाले हाम्रो घरको आर्थिक स्थिति कम भएको कारण, अर्थात् हाम्रो घरमा धन सम्पत्ति र पैसाको कमी भएको कारणले रात दिन झगडा भएको मुनाले देखेर मुनाले आफ्नो आमाले दिएको पेवा बुवासँग फिर्ता मागेर त्यो ल्याउने र घर परिवारलाई उकास्ने सोच मुनाको रहेको। यस्तो अवस्थामा मुना चन्द्रेबाट टाढा हुनुपर्ने अवस्था रहेछ भन्ने कुरा चन्द्रेले थाहा पाएपछि अहिले चन्द्रेले मुनासँग धेरै पश्चाताप गरिरहेका छन् मनभित्र। तर मुनाले त वास्तवमा हाम्रै घर परिवारलाई राम्रो बनाउन र राम्रो सोच गरेकी रहेछिन् भन्ने कुरा चन्द्रेले थाहा पाएपछि अब चन्द्रेले मुनालाई तुरुन्तै फोन गर्नेछन्। तर चन्द्रेको फोन मुनासँग अब उठ्दैन, किनकि मुनालाई आरती र किस्ने अनि सन्देशले एउटा ठुलो भुमरीमा पार्न लागिरहेका छन्। कस्तो भुमरीमा पार्न लागेका छन् भने उमेश र मुनालाई बेहोस बनाएर एकै ठाउँमा सुताएर उनीहरूले ठुलै षड्यन्त्र गर्न लागिरहेका छन्। यसरी बेहोस अवस्थामा मुना र उमेशलाई एकै ठाउँमा सुताएर फोटो र भिडियो गाउँ समाजमा फैलाएर मुना र उमेशको बेइज्जत गराउने आरती किस्ने र सन्देशले योजना बनाइरहेका छन्। आरती किस्ने र सन्देशले बनाएको यो योजनालाई तुलसा आएर उनीहरूको योजना भताभुङ्ग पार्ने छिन् भन्ने हाम्रो आशा रहेको छ। चन्द्रे र मुनाको मनमुटाव भएपछि चन्द्रे विदेश जाने निर्णय गरेर चापागाउँमा आफ्नो कागज पत्र मिलाउँदै गर्दा आफ्नो बुवालाई त्यस ठाउँमा देखे अनि बुवालाई भने, बुवा तपाईँ यहाँ कसरी आउनुभयो भन्ने कुरा। अनि चन्द्रेको बुवाले आफ्नो जेठो श्रीमतीले धेरै दुःख दिएर म यहाँ आएर बसेको हुँ भनेपछि चन्द्रेले हाम्रो जेठो आमा पनि हुनुहुन्छ, कहाँ हुनुहुन्छ, मलाई एकचोटि जेठो आमालाई भेट्न मन लागेको छ भनेर चन्द्रेले धेरै इच्छा राखेका छन्। आगामी दिनमा हामीले चन्द्रे र चन्द्रेको जेठो आमालाई भेट भएको र किन मेरो बुवालाई दुःख दिनुभएछ भन्ने कुरा चन्द्रेले जेठो आमासँग कुरा गर्नेछन् भन्दै आजको सकस सिरियलको रिभ्युज भिडियो यति नै। फेरि पनि यस्तै भिडियो लिएर तपाईँहरूको माझ उपस्थित हुनेछौँ। आजलाई बिदा हुन्छौँ। हस्त, धन्यवाद।